ओम नमः शिवाय। एक समयको कथा हो, यसलाई दन्ते कथा नै सम्झौं। एक समय 5 जना साथी मिलेर जीविकोपार्जनको लागि परदेश लागेछन्। अनि परदेश लागे केही काम भेटिन्छ कि भने जाँदा धेरै दिनहरू हिँडे, बोकेका सातु सामल सकिएछन्। अनि एक रात उनीहरू रातभरि भोकै बसे। अब भोलि त काम भेटिएला नि भने जाँदा गरे, त्यही पनि भोलिपल्ट काम भेटिएनन्। दिउँसो पख एउटा बगैँचामा पुगेछन्, सुन्तला लटरम्मै फलेको देखेछन्। त्यहाँ एकजना चौकीदार रहेछन्। यसो हेरे उनीहरूले, भोकको बेला छ, जे त होला, अब परेको बेहोरोला, लु यही सुन्तला खाएर प्राण चाहिँ राखौँ भनेर उनीहरू त्यो बगैँचातिर, त्यो सुन्तलाको बोटतिर लम्केछन्। सुन्तला टिपेर भक्काभक खान थाले। त्यो बगैँचाका मालिकले चाहिँ दिनै पछि सुन्तला गन्दै चौकीदारलाई यति दाना सुन्तला छन् है भनेर घरतिर लाग्नुहुन्थ्यो अरे। अनि चौकीदारले नखाउन् भनेर है त्यो। अब चौकीदारले अब ती भोका परदेशी गए, भकाभकी खान थाली गए। अब त्यो चौकीदारले चाहिँ सोचेछन्, अब मेरो जागिर गइगयो, यिनीहरूले यो सुन्तला खाइहाले, मालिकले गनेर जानुभएको छ। अब यसै मेरो जागिर गयो, उसै गयो, यिनीहरूलाई पनि केही व्यवस्था गर्छु भनेर छेउमा जानुभएको छ र अब ती भोका मान्छेले अमिलो सुन्तला खाएको। अब तिनीहरूको हातखुट्टा लात्राक लुत्रुक भएछ भोको पेटमा। अनि बसेछन्। अनि छेउमा गएर एउटालाई सोधेछन्, तपाईँ के थरी भनेर। एउटाले म बाहुन भनेछन्, एउटाले भनेछन् तपाईँ के थरी, म छेत्री भनेछन्, एउटाले भनेछन् तपाईँ के थरी, म कामी भनेछन्, एउटाले के थरी, म दमाई भनेछन्, एउटाले के थरी, म सार्की भनेछन्। यसरी 5 जनाले 5 जात बताए। अनि उनले के गरेछन् भने, उहाँ त सार्की, जुत्ता सिउनुपर्छ, उहाँ नभई हुँदैन, काम लाग्ने मान्छे। उहाँ त दमाई, लुगा सिउनुपर्छ, उहाँ नभई हुँदैन, लुगा नसिउँदैन। उहाँ कामी, उहाँले फाली बनाउनुहुन्छ, हलो जोत्नुपर्छ, हँसिया बनाउनुहुन्छ, के अरे तपाईँको धान काट्नुपर्छ, उहाँ झन् महत्त्वपूर्ण मान्छे। उहाँ छेत्री, उहाँ देशको शासन गर्ने, उहाँ नभई हुँदैन। अब तिमी जस्ता बाहुन चाहिँ नपढाए पनि हुन्छ भनेर त्यो बाहुनलाई त्यो चौकीदारले ट्याम कुटेछन्। ती 4 जना चाहिँ रमाएछन्। हो त, यसले ठिकै भन्नु भनेर। अब त्यो बाहुन उठ्न नसक्ने भएपछि फेरि यो त सार्की, उहाँ सार्की हो, उहाँले जुत्ता सिउनुपर्छ, उहाँ दमाई हो, लुगा सिउनुपर्छ, उहाँ कामी हो, फाली बनाउनुपर्छ। तिमी जस्ता छेत्री पनि यहाँ धेरै छन् जन्मेका देश चलाउने भनेर त्यो छेत्रीलाई नि कुटेछन्। 2 जनालाई लम्पसार पारे। अब रहे 3 जना। अनि उहाँ त सार्की, जुत्ता सिउनुपर्छ, नभए खुट्टा बिजाउँछ, उहाँ कामी, हलो जोत्नुपर्छ, फाली बनाउनुपर्छ, अन्न उब्जाउनुपर्छ। तिमी दमाईले लुगा नसिए पनि म बरु धोती नै बेरुम्ला भनेर उनलाई पनि कुटेछन्। 3 जना लम्पसार बनाए। 2 जना अझै हाँसिरहेछन्। अनि फेरि अन्तिममा के गरेछन् भने 2 जना सार्की र कामी रहे। फेरि सार्कीलाई भएछन्, तैँले जुत्ता नसिए म खाली खुट्टै हिँडौँला भनेर उसलाई पनि पिटेछन्। अनि रह्यो लास्टमा कामी। अनि त्यहाँदेखि के अरे, त चाहिँ यत्रो मैले उ गर्दाखेरि पनि त नबुझ्ने, तैँले फाली बनाउन त मात्रै कामी छ, यहाँ कति कामी छन् भनेर उसलाई पनि कुटेछन्। 1 जनाको आइडियाले 5 जना कुटेछन्। अनि ती कुटिसकेपछि ती अब उठेर हिँड्न नसक्ने पार्दे, अब किनकि उसको जागिर जान्छ भनेर। अनि भरे उनीहरूले सोधेछन्, होइन हजुर तपाईँ चाहिँ के जात भन्दा म त विश्वकर्मा भनेछन्। क्या ती कुट्ने चाहिँ विश्वकर्मा रहेछन्। त्यस कारणले एउटा विश्वकर्माले 5 जनालाई कुटेछन्। अनि उनले अब मालिक आएपछि उनीहरू ती परदेशीहरू भागे त्यहाँबाट। मालिक आए, सुन्तला छैन, के भयो भने उनीहरूले भन्न सकेनन्। अनि अब के भयो भन्ने अब यस्तो घटना भयो हजुर भने। अनि उनको जागिर गएछ, तैँले यति सुन्तला बचाउन सकिनस्, बहना गर्छस् भनेर उनीहरूको जागिर गएपछि केही समयपछि तिनै 5 जना भेला भएर उनको जागिर चाहिँ बचाइदिएछन्। अब त्यसको कथा लामो छ। उनको जागिर चाहिँ बचाइदिएछन्। तिनै 5 जना आएर ती मालिकलाई यस्तो भएको हो, उसले उ गरेको होइन, हामीले हेपेर सुन्तला खाएका थियौँ, उनले हामीलाई यसरी पिट्यो, हामी यस्तो भनेपछि फेरि त बहादुर पो विश्वकर्मा रहेछन् भनेर फेरि तिनै चौकीदारमा नियुक्ति गरेछन् अरे। र यसरी यो कथाले अलि दूरदर्शी सन्देश दिन्छ, यस्तै घटना कसैमा नघटोस्। 1 जनाले 5 जनालाई यस्तै किसिमले नपिटुन् भन्ने
सन्देश मेरो ब्रह्मले ठहर गर्छ।